प्रधान सहित यस कार्यक्रमका प्रमुख अतिथि आदरणीय दाई, दृष्टि फाउन्डेसनलाई सधैँ माया गर्ने, प्रदेश सभामा दृष्टि फाउन्डेसनका आवाज बुलन्द गर्ने उहाँप्रति पनि सशक्त नमन गर्न चाहन्छु। त्यसै गरेर आजका यस दिव्य कार्यक्रमका विशिष्ट अतिथि आदरणीय टिका म्याम र विशिष्ट अतिथि तथा यस संस्थाका संरक्षक आदरणीय दाजु निर्पदाई, त्यसै गरी दृष्टि फाउन्डेसनलाई सैवत माया गर्नुहुने प्रत्यक्ष अप्रत्यक्ष रूपमा र हाम्रा आवाज बोलिदिने, त्यति मात्रै नभएर वैदेशिक भूमिमा रगत पसिना बगाएर भए पनि हजारौं सपना बुनेर विदेशिएको एउटा सुदूरपश्चिमको चेला, जसले यी अनाथ असहायका आँसु पुछ्नका लागि निरन्तर रूपमा सहयोग गरिराख्नु भएको छ। मेरो आदरणीय दाई, अस्ति दसैँको दिन पनि सबैले आफ्नो घरमा दसैँ मनाउनु भयो, तर उहाँ वर्षौँदेखि विदेशीको मान्छे एयरपोर्टबाट ओर्लिएर दृष्टि फाउन्डेसनमा दसैँको दिन टिका लगाउन आउनुभयो। रामबहादुर दाई त्यसै गरेर आज उहाँले उद्योग वाणिज्य सङ्घको अध्यक्षता ग्रहण गर्नुहोला, अध्यक्ष हुनुहोला। योभन्दा अगाडि उहाँले जे जसो गर्नुभयो, तर म त्योभन्दा बाहिरबाट चिन्छु। उहाँलाई एउटा समाजसेवी हिरो भनेर चिन्ने गर्दछु। कोभिड हिरो। वास्तवमा अनाथ अशक्तका लागि दृष्टि फाउन्डेसनलाई लुकेर सहयोग गर्ने पुष्कर ओझाप्रति पनि सशक्त नमन गर्न चाहन्छु। शब्द खर्चिन सक्ने समय छोटो छ र उहाँको सिङ्गो टिमलाई आज हामीले बधाई दिनेछौँ। सायद मलाई लाग्छ उहाँहरूको नवनिर्वाचित टिमलाई बधाई दिने पहिलो दृष्टि फाउन्डेसन हो जस्तो लागिरहेछ यहाँ। त्यसै गरेर अतरियाको वृद्धाहरूलाई अभिभावकत्व ग्रहण गर्दै सेवारत आदरणीय उल्टो समाजलाई सुल्टो बनाउँछु भनेर निरन्तर लागिराख्ने लोकराज पाण्डे आगोदाई, उहाँप्रति पनि शिर झुकाएर मेरो प्रणाम छ। त्यसै गरेर हाम्रो जुन दृष्टि फाउन्डेसनको बैसकी जलाइसकेपछि अनि बैसकीको लागि सहारा विहीनको सहारा बनेका आदरणीय धनञ्जय दाई, टेकराज भाइ, तर आजको यो कार्यक्रमको सम्पूर्ण जे जति यो राम्रो नराम्रो जे जति जस्तो भइराखेको छ यसको सबै व्यवस्थापन गर्नुहुने मेरो अभिभावक र सबैभन्दा बढी गाली पनि गर्नुहुने आदरणीय मेरो विमल गुरुप्रति पनि शिर झुकाएर प्रणाम गर्न चाहन्छु। स्ट्याटसै लेख्यो भने पनि पढेर 2 मिनटमा फोन गरेर गाली गरिहाल्नुहुन्छ। सायद त्यही गालीले गर्दा आज यहाँनिर उभिन लागेको पनि हुँदैछु। त्यसै गरेर विभिन्न सङ्घ संस्थाबाट यहाँहरूलाई यो कार्यक्रम अकस्मात भएको होइन। कार्यक्रमको हामीले लामो सेड्युल पहिलेदेखि नै गरेका थियौँ, तर के गर्नु, प्रकृतिको देन प्रसव पीडालाई त कसैले रोक्न सक्दैन। हिजो मात्रै हाम्रो एउटा चेलीले सुन्दर हाम्रो एउटा नाबालक शिशुको जन्म दिएकी छन् सेती हस्पिटलमा। उहाँको मलाई लाग्छ लामो 5 दिनको प्रसव पीडापछि एउटा कुमारी आमा बनेकी छन्। कुमारी चेलीलाई आमा बनाउने पनि यही समाज छ, जो यहाँनिर मलाई त्यो भन्न आवश्यक त थिएन। उहाँ हाम्रो पूर्व समन्वय प्रमुख पदम कलेलको छोरी हुनुहुन्छ, जो लामो समयदेखि सडकमा हुनुहुन्थ्यो र अहिले उहाँले एउटा बच्चाको जन्म दिनुभएको छ। म 3 बजे मात्रै हस्पिटलबाट उठेर आएँ, 5 दिनसम्म हस्पिटलमा थिएँ, त्यसैले पनि यसको राम्रो व्यवस्थापन गर्न सकेन र उक्त चेलीको आज जीवन रक्षा गर्ने सेती अस्पताल मात्रै नभएर एकदुवार सङ्कट व्यवस्थापन प्रणाली केन्द्र र उक्त चेलीको आमा बन्न सफल आदरणीय मीना चन्द म्यामलाई पनि हार्दिक नमन गर्न चाहन्छु। हामीले अगाडि उहाँलाई सम्मान गरे र दृष्टि फाउन्डेसनको स्थापना कालदेखि चुलो जलाउनका लागि गोदावरी नगरपालिकाले जुन भूमिका निर्वाह गरेको छ हामीलाई थाहै हुँदैन, मेयर साहबलाई पनि थाहा हुँदैन। हाम्रो चिट गइसक्छ रातो किताबमा रकम छुट्याउनका लागि, दान छुट्याउनका लागि, भेटी छुट्याउनका लागि। गोदावरी धामी दिदी मेरो अगाडि हुनुहुन्छ, उहाँप्रति पनि मेरो प्रणाम छ। यी असहाय सफल हुनुहुन्छ। त्यसै गरेर पञ्चकोटी बोर्डिङ स्कुल राख्नका लागि खोलिए तापनि हाम्रा 5 जना छोराछोरीहरूलाई शिक्षा दीक्षाका लागि
कविता म्याडम सधैँ तैनात हुनुहुन्छ, उहाँप्रति पनि सम्मान व्यक्त गर्न चाहन्छु। र यस समाजलाई शिक्षाको ज्योति छर्छु भनेर लामो लडाइँ गरिराखेकी ऋतु पाण्डे साहु बहिनी पनि समता स्कुलको प्रिन्सिपल हुनुहुन्छ, उहाँलाई पनि दृष्टि फाउन्डेसन परिवारको तर्फबाट हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरेर अनाथ अशक्तकी आमा, हजारौँ दिन दुखीकी आमा, परिवार बाल गृहकी सञ्चालक सानु चौधरी पनि हाम्रो माझमा हुनुहुन्छ। उहाँको काखमा दुईटा हामीले जुम्लिया बच्चा देखिराखेका छौँ। बर्दियाबाट उद्धार भएका ती छोराहरू हो। ती छोरा सहितकी आमालाई पनि मैले सम्मान व्यक्त गरेँ दृष्टि फाउन्डेसन परिवारको तर्फबाट। र मैले उद्योग वाणिज्य सङ्घको सम्पूर्ण टिमलाई मैले हृदयदेखि सम्मान व्यक्त गरेँ। त्यसै गरेर दृष्टिका कथा व्यथालाई कलमका माध्यमबाट सबै सामु पस्किएर चुलो जलाउन तैनात हुने सिपाही पत्रकार महोदय, मेरा भाइ बिनाहरू जो आउनुभएको छ, यहाँलाई पनि मेरो हृदयको ढोकादेखि सम्मान व्यक्त गरेँ, सम्मान गर्न चाहन्छु। र आज बिहानै मात्रै, आजदेखि धनतेरस रहेछ, तिहार सुरु भयो भने पनि थाहा भएन। त्यो अस्पतालको बसाइले गाडीको लागि गेट खोल्न हाम्रो यहाँको चेली गइसकेपछि कल्पनालाई भनी मात्रै दिनुहोला, तर यसलाई चाहिँ सामाजिक सञ्जालमा नहाल्नु होला भनेर 1 लाख बराबरको हाम्रो तिहार, प्रत्येक हाम्रो तिहार मनाइदिनु हुने डाक्टर प्रदीप मिश्रबाट आज सेवा आएको छ, उहाँलाई र हाम्रो निम्तोलाई स्वीकार गरेर यो पवित्र माटोलाई अझै पवित्र बनाइदिनु भएकोमा यहाँहरूप्रति म फेरि पनि यहाँहरूकै चेली, यहाँहरूकै दिदीबहिनी, यहाँहरूकै सेवारत दृष्टि फाउन्डेसनको सञ्चालक मात्रै नभएर भान्से सहितको तर्फबाट शिर झुकाएर प्रणाम छ। यहाँहरूलाई एकदम दिव्य स्वागत छ। हाम्रो आउने क्रम जारी छ। उहाँहरूको दिव्य उपस्थितिका लागि फेरि पनि म सशक्त नमन प्रणाम गर्न चाहन्छु। र यो विधिवत रूपले केही त्रुटि हुन गएमा र अन्य सङ्घ संस्थाले भव्य दिव्य सेवा गर्न नसके पनि हाम्रो यो दृष्टि फाउन्डेसनको यी मरेर पनि बाँचेकाहरूका तर्फबाट यहाँहरूलाई शुभ आशिष भन्दै जे जति हामीले यहाँहरूलाई सम्मान दिन सकौँला यसलाई सहृदयदेखि स्वीकार गरिदिनुहुनेछ भन्ने आशा राख्न चाहन्छु। र दृष्टिका कथा व्यथालाई पनि दाइले भर्खरै उजागर गर्न भन्नुभएको थियो। हामीसँग कहिले 72 जना आश्रित हुनुहुन्छ धनगढीमा, अनि 15 जना चाहिँ आमाहरू अतरियामा सेवा लिइराख्नु भएको छ। अहिले बच्चा हामीसँग 22 जना हुनुहुन्थ्यो, हिजोदेखि 23 जना बच्चाहरू जो अब नारायणको पर्खाइमा हुनुहुन्छ भने सबैभन्दा ठुलो छोरी चाहिँ 8 कक्षा पढिराखेको छ, यहाँ दृष्टि फाउन्डेसनबाटै उद्धार गरेको चेली। र अघि हामीले मौन धारण गऱ्यौँ 40 जना आमाहरूको, तर त्यो दुःखद कुरालाई गर्व त कसरी गरौँ, तर पनि यिनै हातले दागबत्ती दिएकी छु। ती आमाप्रति हामीले श्रद्धासँग हृदयदेखि व्यक्त गर्न चाहन्छु। उहाँको चिर शान्तिको कामना मात्रै होइन, तपाईँहरूको हजुरहरूको स्वर्गबाटै दिएको आशीर्वादले मेरो सत्कर्मका पाइलाले निरन्तरता पाउनेछ भन्ने आशा राख्दछु। र त्यसै गरेर मैले अघि नै भनिसकेँ, यो तलमाथि हुन जाला, त्यसका लागि यहाँहरू आफ्नो चेली सम्झेर मलाई माफी दिनुहुनेछ, किनकि म उहाँलाई बा भन्ने गर्छु अनि हाँस्नुहुन्छ। कोभिडदेखि लिएर उहाँसँग जहिलेदेखि मेरो परिचय भयो छोरीको संज्ञा दिएर, र अहिले डोटीका जति पनि पालिकाहरू छन् ती पालिकामा हाम्रो प्रस्तावना पत्र बोकेर उहाँले बुझाइदिनु भएको छ। मलाई लाग्छ ती पालिकाहरूले सम्झिन बाध्य हुनेछन्। त्यस्तो व्यक्तित्वलाई मैले अघि नै सम्बोधन गर्नुपर्थ्यो, छुटाए म माफी चाहन्छु। उहाँ हजुरहरूले रघु राजा बम भनेर चिन्नुहुन्छ, उहाँप्रति मेरो बाले छोरीलाई पक्कै पनि तलमाथि हुँदा पनि केही फरक पर्दैन, माफी दिने हृदय छ उहाँसँग। र अहिले दृष्टि फाउन्डेसनको जुन छाना मुनि हामी बसिरहेका छौँ, यो छाना आदरणीय व्यक्तित्व, उहाँलाई सम्मान गर्न चाहन्छु। सम्झिन चाहे दिल्ली पन्त दाईको बाहुलीबाट समर्पण गरेको भेटीबाट यो छाना मुनि छौँ हामी। र यो जग्गा दानका लागि 7 ठाउँबाट लखटिसकेपछि 8औँ ठाउँमा जो राति पिल्लर गाडिन्थ्यो
बिहान लेबर मिस्त्रीहरू घर जान्थे अनि त्यसको लागि लडाइँ लड्ने एउटा योद्धा हुन त यसको संरक्षक भइसकेपछि मैले यति भनिराख्न त त्यति आवश्यक देख्दिनँ। तर पनि अब अहिले अभिभावकविहीन छु भन्दा समाचारको हेडलाइन बन्न पुग्ला म त्यो भन्दिनँ। हृदयमै राख्छु त्यो चोटलाई र त्यस्तो व्यक्तित्व मेरो आदरणीय दाई मिर्ख दाईलाई पनि यी शब्दले त सम्मान गरेर पुग्दैन होला। उहाँको हृदयमा मलाई ठाउँ छ भने मैले कम शब्द खर्च गरे पनि मलाई स्वीकार्नु हुनेछ। र आजको यो दिव्य सेवा मैले अरू केही होइन, ठुलो होटेल रेस्टुरेन्टमा गएर त गर्न सक्दैन, तर दाई अमेरिकादेखि आउनु भएर त्यहाँबाट सधैँ भेटी समर्पण गर्नुहुन्छ। मलाई त्यो मोबाइलको म्यासेज आएपछि मात्रै म थाहा पाउँछु उहाँले भेटी समर्पण गरेको। र सो अवसरमा मैले सम्झिने एउटा जमर्को मात्रै गरेको हुन त यसले दाईका लागि के नै हुन्छ र। तर दाईको भित्तामा दृष्टि फाउन्डेसन मात्रै लेखिएको केही वस्तु झुन्डियो भने मेरो बहिनी छ है नेपालमा भनेर सम्झिनु होला भनेर मात्रै दाईलाई सम्झिन खोजेको हुँ। योभन्दा अगाडि भाडा तिर्नुभन्दा अगाडि पनि दाईले पटक पटक कोभिडको बेलादेखि सधैँ कहिले जन्मदिनको बाहना गरेर कहिले वैवाहिक उत्सवको बाहना गरेर सेवा गर्दै आउनुभएको थियो भने अहिले उहाँहरूको 6 जनाको टिमले दृष्टि फाउन्डेसन अन्तर्याको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिनुभएको छ। फेरि पनि सशक्त नमन दाजु हजुरको विचार हृदयलाई। र त्यसै गरेर मैले यो भित्र उपस्थित हुनुभएका जे जतिको नाम लिए त्यसमाथि हाम्रो 32 ठाउँमा मैले हिजो हेरेँ, राति आएर रजिस्टर हेरेँ। हामीले त्यो समयमा दृष्टि फाउन्डेसन स्थापना गर्नका लागि 32वटा ठाउँमा दानपेटिका थापेका रहेछौँ। अनि त्यो दानपेटिका थाप्ने स्कुलहरूको चाहिँ नेतृत्व गर्ने मेरो आदरणीय भाइ भानसिंह पनि हाम्रो माझमा हुनुहुन्छ। अनि भानसिंह भाइलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु तपाईँको माया यो विशाल हृदयका लागि। र दृष्टि फाउन्डेसन वास्तवमा आज मैले भन्नै पर्छ, हाम्रो 11 जनाको समूह छ यो भित्र, तर जो भोटिन्छ उही चम्किन्छ भने जस्तै मलाई मात्रै हजुरहरूले देख्नुहुन्छ। आज पनि हामीसँग त्यो टिम मलाई लाग्छ सबै आफ्नो ठाउँमा व्यस्त हुनुहुन्छ। अब माग्ने पनि आफै छु। यो अतिथि को अध्यक्षता ग्रहण गरिरहँदाखेरि अध्यक्षभन्दा आफैलाई लज्जित महसुस गर्छु, किनकि मैले त्यो स्थान ओगट्न अलि सफल भएको छैन। अब भान्से पनि आफै छु। अनि हिजो मात्रै विमल दाईसँग कुरा भएको थियो, हामीले राखेका चेलीहरू ओभरसेयरसम्म पढायौँ, जसलाई सडकबाटै उद्धार गऱ्यौँ। ती चेलीहरू अहिले विवाहित भएर आफ्नो ठाउँमा यही असोज र भदौमा मात्रै 5 जना चेलीहरू विवाह बन्धनमा बाँधिए। सडकबाटै उद्धार गरेका चेलीहरू हामीले ठुलो दाइजो दिन सकेनौँ, बाजा बजाउन सकेनौँ, तर टिका मात्रै माला मात्रै लगाइदिएर यी चेली अहिले विवाह बन्धनमा बाँधिएकाले पनि 4 बजे 3 बजे अस्पतालबाट आएँ, 5 बजे भान्सा गएँ र तैपनि हजुरहरूको अगाडि उभिन यहाँहरूको यो दिव्य मायाले आशीर्वादले सफल भएको छु। र आज हामीले दसैँ के अरे दीपावली र छठको शुभकामना आदान प्रदान मात्रै नगरेर मैले अघि नै भनिसकेँ, एउटा इतिहास बोकेको, एउटा गौरव बोकेको आशाको दियो, सुदूरपश्चिमको एउटा धरोहर जसले समाजसेवामा पनि अग्रणी भूमिका चालेको पाइन्छ। र अझ अहिले मलाई लाग्छ, मैले हिजो मात्रै त्यो भित्र अस्ति मात्रै उहाँलाई फोन गर्दाखेरि हजुरहरूको लिस्ट हेरेको थिएँ। हजुरहरू समाजसेवामा एउटा अब्बल व्यक्तित्व हुनुहुन्छ। अहिले मलाई लाग्छ एउटा संस्थाको नेतृत्व गर्नका लागि एउटा व्यक्ति, एउटा समूह अब्बल भयो भने म यहाँनिर सानो कुरा सम्झिन चाहे। अस्ति सम्मान हुँदै गर्दाखेरि अनुराधा कोइरालाले भन्नुभएको थियो, समय, परिस्थिति र अपनत्व स्वीकार गर्ने मान्छे जहिले सफल हुन्छ। त्यसले गर्दा मात्रै म अनुराधा हुन गएकी हुँ। र अर्को कुरा अनुशासन, र मलाई लाग्छ त्यो अनुशासन कायम गर्दै अबको नेतृत्वले जुन प्राप्त यी हस्तीहरू पाएको छ, उद्योग वाणिज्य सङ्घ अहिलेको नेतृत्व पाउने भाग्यमानी संस्था पनि हो। र त्यो भित्रका ती व्यापारीका हकित मात्रै होइन कि
यी अनाथ अशक्त जो हजुरहरूको सहयोगको पर्खाइमा बसेका छन्, जस्तो सहारा घर, आमाको माया छात्रावास, अब जानकी मलासी दिदीलाई पनि हामीले बोलाएका थियौँ। उहाँले सञ्चालन गरेको संस्था बालगृह, हामी दृष्टि फाउन्डेसन जस्ता संस्थाले पनि हजुरहरूका पवित्र कर्मलाई पर्खेर बसिरहेका छन्। यहाँहरूका पवित्र ती हातहरूले पवित्र कर्म गर्नेछन्, पक्कै पनि आशा छ, हामी आशा राख्दछौँ। र आज यहाँहरूलाई हामी बधाई र सफल कार्यकालको शुभकामना दिनेछौँ। र यो भित्र थोरै व्यक्तित्व देख्दाखेरि हजुरहरूलाई खिन्नता महसुस होला, तर मलाई के लाग्छ, प्राणीभरि दाउराको भन्दा सानो टुक्रा श्रीखण्डको महत्त्व धेरै हुन्छ। यो भित्र उपस्थित हुनुहुने व्यक्तित्व श्रीखण्ड जत्तिकै मूल्यवान व्यक्तित्वको उपस्थित भएको कारणले थोरै व्यक्तित्वले पनि धेरै अर्थ राख्छ। र बाँकी अब समापनमा पनि मैले केही शब्द यहाँहरूलाई श्रवण गराउनु पर्ने नै हुन्छ। र यहाँहरूलाई मेरो हृदयको ढोकाबाट, दृष्टि फाउन्डेसनको त्यो बन्द गेटको ढोकाबाट र ती मरेर पनि बाँचेकाहरूका तर्फबाट हृदयदेखि एकदम स्वागत गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु, बधाई दिन चाहन्छु। यहाँहरूको उज्जवल भविष्यको लागि मेरो दिलको दियो बालेर शुभकामना व्यक्त गर्न चाहन्छु। हस्, नमस्कार।